हेलो वेलकम टु माई न्यू ब्लग। आजको ब्लगमा चाहिँ हामी अलि ढिलो पनि भइसकेको छ। आजको ब्लग भन्दा नि अब आज मैले गर्ने कामहरू के गर्छु त्यो बारेमा देखाउन गइरहेको छु। लाइक शेयर एन्ड सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला, त्यही हेर्नु होला। अहिलेलाई चाहिँ हामी स्कुलको अगाडि बढेको जय श्री हनुमानजी यसको नाम लगेर त्यही हो। धेरै दिन बाद थियो ब्लग नबनाएको, अब फेरि आज बनाउनु गइरहेको छु। हेरौँ कस्तो हुन्छ ब्लग चाहिँ। ल अफिस चाहिँ आइसकेको छौँ हामी। डेलिभरी पहिले रेडी छ क्या हो। हजुर सामान अर्डर भने चाहिँ आउँछ हैन। हजुर अहिले यो ब्याग लिएर जानु। फेरि सामान अर्डर भने त्यो ब्याग ल कहाँ छ बाइक तपाईँको? उता बाहिर राखेको छु। कहाँ जानु लाग्यो? भोजपुर। ए ल साथीहरू, मलाई चाहिँ पहिलो आउनु बित्तिकै नयाँ एउटा राइड भनौँ के झम्सिकल गएर पिक गरेर ल्याउनु पर्ने छ। त्यो ल्याएर आउँछ, मैले त्यसपछि हेरौँ के हुन्छ। ओहो ल हाम्रो साथी भेटिसकेका छन्। हाम्रो केटाहरू सब गइसक्यो है। केटाहरू सब गइसक्यो हाम्रो। कतिवटा अर्डर भएको गरेर नि अहिले त सुरुमा झम्सिकल गएर एउटा के ल्याउनु छ अहिले मात्र। मेरो त 20वटा के छ भन्दै हुन्थ्यो। यसो बाइक हेरेमा चिनिहालेको ल ल म लागेँ त। ल लाग्छ म यहाँबाट। झम्सिकलको यात्रा रहेको छ। अब झम्सिकल पुगिसकेपछि फेरि पिकअप गर्नेलाई भेटौँ ल। अहिलेलाई चाहिँ टाटा। ल साथीहरू, अहिले चाहिँ हामी झम्सिकलको टाटा ट्रिक्समा आइसकेको छौँ। अब चाहिँ सामान लगेर फेरि अफिस जानु छ। त्यही हो भन्नुपर्ने कुराहरू। ताजा पिक गर्नुपर्ने रहेछ। ल घरतिर निस्किहालौँ ढिलो नगरिकन। यहाँबाट चाहिँ फेरि अफिस जानुपर्ने छ। ल हामी त अहिले फेरि अफिस आइसक्यौँ। झम्सिकल पुगेर अफिस आइसकेको छौँ। अफिस यो सामान झम्सिकलदेखि पिक गरेको सामान चाहिँ
यहाँ पुऱ्याउनुपर्छ। देवको कुन हो? देवको दिस नि दुईटा मैले देखेँ त उसको होइन मनिषलाई अजाइन गरिदिनु सर्च गरेर दुईवटा यस्तै हुन्छ। सेन्टरको एउटा एउटा कल हुन्छ। अब यसमा के गर्नुपर्छ भने तपाईँले फर्स्टको ड्रप गर्दा गर्दै अर्को सेकेन्ड थर्डलाई फोन गरिहाल्ने कि सो दे विल बी प्रिपेयर। तपाईँले सही साउन्ड निकाल्नु सक्छ। हामीले सुविधा भएको छ है। अब फर्स्टमा फोन गरेको फोन गर माथि भयो त्योभन्दा माथि यो हो माथि अटेन भने तिमी अब डिकी छ के बाइक हो कि स्कुटर हो? बाइक हो र यो बाहिर हाल्छ त यहाँ आएर राखिदिन्छु होइन सम्झिन्छौ नि फर्स्ट यो हो तिम्रो हेर्दा नाम हजुर यसलाई फोन गर न उठाएन भने सातो बाटो स्किप गरेर अप्लोड गरिदिन्छ ल फोन गरेर ए ठुलो ब्याग पठाइदिनु त उसको अघि सस बिउको कस्तो हेलो हजुर म्याम हजुरको यो WTWबाट सामान आएको थियो कहाँ होला हजुरको लोकेसन? ए त्यही उसले सनराइज गर्ल्स होस्टेल भनेर देखाउँछ क्या इन्डियाहरू उसले म्याप नै देखाउँछ। अनि त्यो देखाएर नि भगवती मन्दिर गर्नु न कुमारी क्लब। ए हस् हुन्छ म त्यहाँ आएर हजुरलाई कल गर्छु नि। ब्याग चाहिँ देख्छ कति ठुलो छ। अब चाहिँ एकैचोटि 20वटा सामान आएको छ डेलिभरी गर्नुपर्ने सायद बेलुकै हुन्छ होला। ल यहाँबाट निस्किन्छु। अब फर्स्ट हुनुहुन्छ हाम्रो पवित्रजी उहाँ बल्खु जानुपर्ने छ। अब त्यहाँ गए थिएँ उहाँलाई दिने बेला भेटौँ ल है त। र साथीहरू हामी चाहिँ अहिले फर्स्ट डेलिभरी हुँदैछ। म्याम चाहिँ आउँदै हुनुहुन्छ अरे। भगवती मन्दिर भगवती मन्दिर अगाडि आउनु भन्नुभएको थियो। मन्दिर अगाडि आएको छौँ। उहाँ चाहिँ अहिले झर्दैछ आउनु लागिहाल्दैछ भन्दै हुन्छ। ब्याग चाहिँ भारी छ तर मजा आइरहेछ। मजा चाहिँ प्रतिभा हुन्छ। पैसा पनि लगाउँछ पैसा खोज्छ। हजुर हजुर पेमेन्ट भएको छैन। हजुर 667 रुपियाँ बाँकी छ। हजुर अहिले गरिदिनु हजुर अहिले खिच्नुपर्छ। हजुर हस् धन्यवाद। अब यहाँबाट पैसा आइसकेको छ। कुलेश्वर जानुपर्छ। यहाँबाट कुलेश्वर गइसकेको ल अब चाहिँ सिधै कुलेश्वर जाम। कुलेश्वर गएर म्यामलाई डेलिभरी गरौँ। ब्याग भारी छ यार। तेरिका भारी छ तर मजा आइरहेछ। ल अब यहाँ सिधै कुलेश्वर जान्छु। अब कुलेश्वर भेटौँ ल म्यामलाई है त। ल साथीहरू म चाहिँ अहिले कुलेश्वर आइसकेको छु। हेर्न सक्नुहुन्छ ओरिएन्टल कोलोनी चाहिँ यहीँ यतापट्टि रहेछ। अनि म्याम चाहिँ आउँदै हुन्छ भन्ने हुन्छ। त्यतिखेरसम्म बाइक यसरी राखेर सामान निकाल्दै गरौँ। सामान चाहिँ निकै भारी छ। हेरौँ कोही त छैन नि। हेलो हजुर म्याम भित्रै जानुभयो कि क्या यतापट्टि यो किराना पसलतिर हो? ठ्याक्कै ए हजुर हस्।
त सक्यो भने चाहिँ यो त सक्यो 2 नम्बर 2 बक्सेस पैसा 0 अब हामीलाई दिएर सामान दिइसक्यो अब फेरि अर्को कुलेश्वर तर अर्को ठाउँ जानुपर्ने छ त्यहाँ गइसकेपछि फेरि भेटौँ ल अब अहिले हतार छ म निस्किन्छु फर्स्ट नम्बर डिस्काउन्ट छ सर आउनुहुन्छ थ्याङ्क यू ल यहाँ पनि डेलिभरी भइसकेको छ अब चाहिँ अब कहाँ जानुपर्ने छ भने चाहिँ न्यू प्रभात भन्ने हाउजिङ कोलोनी जानुपर्ने छ त्यहाँ गइसकेपछि चाहिँ अनि ताजा ट्रिप्सको सामान रहेको छ त्यो दिन्छ किनकि आज धेरै छ कि सामानहरू चाहिँ भोलि हो नि त मम्मी के अरे मम्मीको मुख हेर्ने दिन हो नि त त्यसैले चाहिँ सामान धेरै छ अब यहाँबाट निस्किन्छु ल साथीहरू हामीहरू चाहिँ अहिले 4थो नम्बरको म्यामलाई डेलिभरी गर्नलाई यहाँ ताचाल हाउजिङमा आएको छौँ उहाँले चाहिँ घर नम्बर 17मा आउने भनेर बोलाउनु भएको छ हजुर 17 नम्बर हाउस हजुर ए यहाँ टिप्नुपर्छ 17 नम्बर हाउस हजुर यहाँबाट सिधै जानुहोस् हैन यो अगाडि लास्टको अगाडि छ यहाँ त लास्टको अगाडि लास्टको अगाडि हस् हुन्छ धन्यवाद यहाँबाट सिधै गएर लास्ट 17 नम्बर भनेपछि 10 हामी चाहिँ 17 नम्बरमा पुगिसकेको छौँ 17 नम्बर घर भन्नुभएको छ अब यहाँ झरौँ अनि सामान यहाँ तल राखौँ के छ ज्योति श्रेष्ठ हजुर सामान 3 बक्सेस श्रेष्ठ हुन्छ 3690 रुपियाँ हस् धन्यवाद र साथीहरू 10 रुपियाँ चाहिँ टिप्स पाइएको छ अब यहाँ त छिटो लगौँ ल साथीहरू अब चाहिँ अर्को चाहिँ कहाँ परेको छ भने चाहिँ जगलमा परेको छ अब जगल गइसकेपछि भेटौँ ल पेमेन्ट भइसक्यो हजुर हस् धन्यवाद हाम्रो चाहिँ कति नम्बरमा हुन्छ 7औं नम्बरको डेलिभरी पनि भइसकेको छ अब चाहिँ 8औं नम्बरमा जानुपर्छ सिमरन पाण्डेजीको सिद्धार्थ बाफल त्यहाँ गइन्छ सिमरन खुला त छैन 750 छ हुन्छ म अनलाइन हालिदिँदा हुन्छ हस् धन्यवाद
यो पनि भइसक्यो। अब जानुपर्छ हामी कहाँ भनेपछि शिव मन्दिर कलङ्की जानुपर्छ अब। ल साथीहरू अहिले चाहिँ हामी इसेनेश्वर शिव मन्दिर त्यो कलङ्कीदेखि भित्र जाने बाटोमा आइसकेको छौँ। नाम चाहिँ उहाँलाई दिएर उहाँको चाहिँ 4वटा सामान रहेको छ। सायद भोलि के भन्ने आमा दिवस होइन आमाको मुख हेर्ने दिन भएर होला। आज चाहिँ यति धेरै छ सामान चाहिँ दिनुपर्ने। हामी चाहिँ म्यामलाई पुर्याएर बसिरहेको छौँ। त्यही हो अब म्याम आएपछि म्यामलाई दिन्छु। अनि चार्ज पनि सकिन लागेको छ त्यसैले अब सिधै अब 9 बज्छ लास्ट डेलिभरी 20 नम्बरको डेलिभरीमा म अन गर्छु। लास्ट डेलिभरी देखाउँछु र अफिस जान लागेको बनाउँछु। त्यही हो चार्ज छैन। अब नयाँ ब्याट्री किन्ने सोचमा छु। अब नयाँ ब्याट्री किन्नेछु। किनिसकेपछि अब पुरै आफ्नो पुरै अपडेट पर्सनल भ्लग पुरै देखाउने छु। अब अहिले चाहिँ चार्ज नभएको कारणले चाहिँ पुरै देखाउन पाएन। त्यही हो अब हेर्दै गर्नु होला भिडियोलाई लाइक सेयर एन्ड सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। परदेखि देखिसक्नु भएको छ। सन्जिता श्रेष्ठ बस्ने 1400। सन्जिता बस्ने 1400 धन्यवाद। ल साथीहरू म्यामको पनि डेलिभरी कम्प्लिट भइसकेको छ। अब चाहिँ हामी जान्छौँ त्यहाँ। है त साथीहरू अब 20 नम्बरमा को पर्नु भएको छ हेरौँ है। 20 नम्बरमा सुश्रया तुलधारा भन्ने हुन्छ। उहाँको पुऱ्याउने बेला चाहिँ म भेट्ने छु। अब चाहिँ पुरै भ्याउने छु। अलि हतार छ अब छिटो गर्छु। अझै 2 बजिसकेको छ। मेरो चाहिँ 5 बजीसम्म भ्याउनु पर्ने। अझै 3 घन्टा छ। त्यतिखेरसम्म भ्याइन्छ होला। ल साथीहरू लागेको अहिले चाहिँ 4 बजे कति बज्यो यार 5 बजेर कति बज्यो त्यस्तै 5 साढे 5 भयो होला। हाम्रो चाहिँ लास्ट राइड छ। 20 नम्बरमा पुगेको छ। हामी 20 नम्बरको डेलिभरी गर्न गइरहेको छौँ। अनि त्यही हो अब उहाँको चाहिँ नयाँ बजार हो। अब नयाँ बजार पुगेपछि फेरि उहाँलाई डेलिभर गर्ने बेलातिर भेटौँ। ल साथीहरू हामीले दिइसकेको छौँ उहाँलाई पनि। अनि लास्ट डन पनि भयो। 1 की पनि भ्याइएको छ। अब चाहिँ सिधै हामी अफिस जान लाग्छौँ होइन। अफिस गएपछि भेटौँला। अब सिधै अफिस हो। आजको काम यहीँ सकिएको छ। होप यु लाइक इट। लाइक सेयर एन्ड सब्सक्राइब चाहिँ गरिदिनु होला। त्यही हो अब ल साथीहरू हामीहरू चाहिँ अब निस्किन आँटेको। अफिसदेखि निस्किन लागेको छौँ। अब घर पुग्छौँ। अब घर अफिसको काम चाहिँ भर्खरै सिद्धियो। अब अहिले चाहिँ निस्किन लागेको। आजको दिन मेरो दिन यसरी नै बित्यो। अब भोलि पनि यसरी नै बित्छ जस्तो छ। गरम चाहिँ हो त। अब हाम्रो घर चाहिँ आइसकेको छ होइन। आजको दिन चाहिँ यसरी नै बित्यो। अब 20वटा आएको थियो डेलिभरी चाहिँ काम भ्याइएको छ। थाक पनि अलिअलि लागेको छ। अब गएर आराम गर्छु। ल त्यही हो गाइज आजको लागि यति नै। भोलि भेटौँला। अब भोलिको भ्लगमा भेटौँला। यति भन्दै बिदा हुन्छु। हस् त धन्यवाद।